चितवन आँपटारीबाट एकदमै दुःखद खबर सार्वजनिक भएको छ। चितवन आँपटारीमा रहेको राष्ट्रगुरु योगी नरहरिनाथले स्थापना गर्नुभएको बागेश्वरी शक्तिपीठमा गए राति 2 बजेको समयमा अज्ञात समूहले आगजनी गरी योगी नरहरिनाथले सङ्ग्रहित गरेर राख्नुभएको ऐतिहासिक दस्तावेजहरू जलाएर नष्ट गरेका छन्। वैदिक सनातनी सभ्यताको धरोहर राष्ट्रगुरु नरहरिनाथ गौशाला आश्रम लगायत वरपरका मठ मन्दिर शक्तिपीठ आदि सबै जलेर नष्ट भएको अवस्था छ। यस्ता ऐतिहासिक सम्पदा तथा दस्तावेजहरू ध्वस्त पार्ने उद्देश्यले गरिएको आक्रमण समस्त सनातनी ओमकार परिवारमाथिको प्रहार हो भन्दै यतिखेर विश्व हिन्दू महासङ्घ कास्कीले आवश्यक छानबिन गरी घटनामा संलग्नहरूलाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ। साथै उक्त घटनामा राष्ट्रिय नाथ परिषद लगायत सनातनी धर्मका गुरु महाराजहरूबाट पनि यस घटनाको निन्दा भएको छ।